हेलो साथीहरु, आज चाहिँ म यहाँनिर लट्टे साग टिप्न आइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ हैन, यस्तो दामी भएको छ लट्टे साग। मैले अघि यहाँ परतिर यति धेरै टिपे, दामी छ। मेरो बारीमा आज आएको यस्तो दामी भएको रहेछ। सागहरू पनि यत्रो फुलिसकेको छ। अनि लट्टे साग हेर्नु, दामी छ गाइस। म चाहिँ आज यसको सब्जी खाने हो हैन। तर यहाँ चाहिँ एकदमै यो यस्तो के यो रुखको पोलेन, यो चाहिँ यसले चाहिँ मार्गी लगाउने हो क्या। यहाँ यो ठाउँको यस्तो उड्छ। अनि यहाँ कति धेरै आएछ, तर पनि केही छैन। म यसलाई धोएर खान्छु हैन। कलिलो लट्टे साग त्यो दामी छ। यो चाहिँ उखाल्नु चाहिँ हुँदैन। अब नेक्स्ट टाइम पनि खानु पर्यो नि त। नि यसरी चुट्टाउँदैछु मैले यसरी। अब यो चाहिँ घरमा खाने हो गाइस। ल हेर्न सक्नुहुन्छ, दामी हुन्छ लट्टे साग चाहिँ। हेल्थको लागि पनि राम्रो हो क्या गाइस, यस्तो राम्रो क्या। के हो यो, किराले खाएको हो के हो यो त? फाल्नुपर्छ, यस्तो चाहिँ खानु हुँदैन। यो चाहिँ झार होला, यो झारलाई पनि फाल्नुपर्छ यसरी। यस्तै टिप्नुपर्छ हैन। दामी सब्जी, कति धेरै हो यो पोलेन त। आम्मामा यहाँ हेर्नु न, यस्तो साह्रो के। यति बनाइसके। अनि मेरो बारीमा चाहिँ यस्तो पनि छ है। बिरुवा चाहिन्छ भने मलाई सम्पर्क गर्नु होला। यो चाहिँ तितेपाती, मसँग कति धेरै छ बिउ। यहाँ परतिर पनि छ। तितेपातीको बिउ चाहियो भने मलाई सम्पर्क गर्नु होला, म फ्रीमा दिन्छु। कस्तो दामी हो। आमामा ला उखिल्यो पो यो त। ओइ नउखिल्यो यो त, फेरि भोलि पर्सि खानुपर्छ नि। वाह गाइस, यत्रो धेरै भयो। हल्का अब यो किराले चाहिँ खाएको रहेछ, तर पनि केही छैन। यसलाई अलिकति मजाले धोएर हैन केलाएर खानुपर्छ। दामी छ।